रासोपाले प्रतिशोध लिँदैन, रासोपाले हिसाब गर्छ, एक एक कुराको हिसाब गर्छ। देशको ढुकुटी लुटेको हिसाब हुन्छ, आछु आउँदा सिङ्गापुर गरेको उपचारको हिसाब हुन्छ। डढेको पैसा एआई हो कि होइन हिसाब हुन्छ। 34 वर्ष हाम्रो भाग्य र भविष्यमा डोजर चलाएको हिसाब हुन्छ, हिसाब हुन्छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, विधिको शासन कानुनी शासनमा विश्वास गर्छ रासोपा। रासोपाले जादु गर्छ भन्नुको अर्थ के भने हाम्रा लागि त्यो जादुको आवश्यकता छ जसले विधिको शासन मानोस्, कानुनी राज्य स्थापना गरोस्, भाइ बहिनीहरूलाई यही देशमा भाग्य र भविष्य बदल्न सकिन्छ भन्ने कुराको सुरुवात गरोस्। कृषकहरूका लागि, किसानहरूका लागि, मजदुरहरूका लागि, सम्पूर्ण पेसा र व्यवसाय गर्नेहरूका लागि कुनै नेताको ढोको ढकढकाउनु पर्दैन, कसैलाई हात जोड्नु पर्दैन। आफ्नो काम गर्नका लागि कुनै पालिकाको, कुनै वडाको वडा अध्यक्षको या कुनै हाकिमको चाकडी गर्नु पर्दैन, हात जोड्नु पर्दैन। हामी त्यो बारी स्थापना गर्न चाहन्छौँ। स्पष्ट गर्न चाहन्छु,